Welcome to Karnali Hamlet, the voice of our hills, our rivers and our hearts. Karnali Hamlet, कर्णाली को आवाज हो. कर्णाली हेमलेट, कर्णाली को आवाज हो. जहाँ हिमाल बोल्छ, नदी गुनगुनाउँछ र गाउँको धुलोमा लुकेका बिम्बहरू जाग्दछन्. स्वागत छ हाम्रो आफ्नै कर्णाली संसारमा, कर्णाली हेमलेट. आजको भिडियो आश्चर्यजनक विषयवस्तुमा केन्द्रित रहेको छ. पश्चिम जाजरकोटको बिकोट सुन्दर गाउँ पञ्चला भूमिको वरपरका प्राकृतिक सुन्दरताका दृश्यावली, ऐतिहासिक प्रस्तुत छनकहरू जस्ताको तस्तै प्रस्तुत गरिनेछ. त्यहाँका धार्मिक आस्थाहरूका कुराहरूले हामीलाई अचम्मित पार्नेछन्. कुनै बेला त्यस गाउँमा ठुलो पहिरो गएको र त्यसबेला सुकाएको बिसन आकाशमा हावामा नाचेको अचम्मको किंवदन्ती सुनिनेछ. भूगोलमा कोरिएका यी र यस्तै खाले कुराहरूले भिडियो रोचक बन्दै जानेछ. प्राकृतिक सुन्दरताको त कुरै छाडौँ, हाम्रो मनलाई आकर्षित गराएर छाड्नेछ. भिडियो अन्तिमसम्म हेरिदिनुहोला. भिडियो मन परे लाइक कमेन्ट र सेयर गरिदिनुहोला. कर्णाली हेमलेटलाई सब्सक्राइब नगर्नु भएको भए सब्सक्राइब गरी हाम्रो यात्रामा जोडिनुहोला. लौ त जाउँ त्यस आजको विशेष ठाउँतिरै. यो यता पहिरोको कुरा जोडिएर चाहिँ नि यो के छ यो कुनै बेला त्यसरी पहिरो गएको ठुलो पहिरो माथि लेनी हुँदै देउताडा पुग्यो पहिरो. यो पहिरो जति बेला यो देउता त्यसको बारेमा अलिअलि हामीलाई थाहा होला, मलाई त्यति थाहा छैन. खै हजुरले बारेमा अलिकति त्यो पहिलाको बारेमा हजुरले एकछिन केही हजुरलाई थाहा भएको कुरा. ठुलो ढुङ्गाहरू तल देखिँदैछ. यसको बारेमा अलि कपालमा आएर लड्न आयो नि. यहाँको रैथानी सब नभए त कपालले मैले गर्छु भनेर भन्यो. भने अब यिनीहरू लडाकी परे. यी यहाँका देउता दुईटा लडाई. यहाँ अब 12 घरका कि ऐनौँ उनीमती कहेन टेउन नदिने. यो आइसकेपछि टेउन खान दिएन. टेउन खान नदिएपछि हुक्कीले तिरुले भान ल्याएर ऐना हातखुट्टा भाँचेर बल्ला त्यो जेठो उयो छाडेर आफू यो गर्छु. यो पैसा पनि कपालमा आइगयो. कपालमा आएर अब सबै भोट पर्व नेपाल नालेर खाएको. यहाँ कुन छ अब यहाँ लडाइँ खोज्यो. यहाँ लडाइँ खोज्यो भने अब त्यो शक्ति कति देखाइदियो भन्ने भन्यो. जेठामा गुवा पायो उडाएर आएको थियो. यहाँ देउताले गुवा बिसनाले पाए जडक्क उठाएर आइदियो. त्यो डुला ल्याएर खप्लक्क राखिदियो. जस्तो थियो त्यो एकदमै नहालेर टुप्क आएर शक्ति देखायो. शक्ति देखायो. अब यही ठाउँमा खोलो पहिरो हाल्न पसिन्न फालिदिन्छु. बुनेर उगेर हिँड्नेबाट खोलो पहिरो हाल्यो. यो कसले हाल्यो? उहिले हाल्यो बनाएर कुमार मैदान कता यहाँ सारा 12 लियो त्यो तार पाल्यो. त्यसरी पाल्यो त पाल्यो लडीबडी पाली महिना क्या पाली आयो भनेर पछिल्लो गुवा पायो उठाएर यहाँ लखेट्यो. कालो र मैले छेको हाल्ने भने जे बचा त्यसपछि त्यो नआउने भयो. कालडोरो क्या छाला पारेर राख्यो. कालडोरो बाडाले छाला पारेर राख्यो. त्यसपछि घारीबाट कोही मानुतीलाई लागेर त्यो अरूबाट यहाँ यही देउताले गर्दाखेरि मानु दिनु पऱ्यो. मानु त्यस्तो गर्ने कटाएर यो ठाउँलाई एउटा गुटी बनाएर राख्यो. ठिक छ, धन्यवाद छ. हाम्रो बुझिएको अनुसार है, हाम्रो बुझ्नु एकछिन तल जान्छ. कालिका टाइम हो.
यहाँ चाहिँ स्वास्थ्यको भवन रहेछ होइन। यतातिर चाहिँ स्वास्थ्यको भवन दह स्वास्थ्य चौकी पञ्चाला यहाँ लेखेको छ। र यतातिर चाहिँ यहाँ कालिकाको मन्दिर छ। हामी माथितिर जाँदैछौँ। यतिखेर हामी यो टाकुरानेर रहेको कालिका भगवतीको मन्दिर तिर हामी जाँदैछौँ। ल म चाहिँ बाहुन बसाल्छु भनेर हाम्रो दिदीले पार्टी नै भेटाउनु भयो। हेर्नुहोस् 9 मन खासु 9 मन तामु छ हामीलाई दिदीको। हामी दुई बिसाउनु हाम्रा बाजेले 9 मन खासु 9 मन तामु हालेर सदाको वास्ता गरिदियो। हाम्रो दिदी आलु गुङ्गो पालामा त्यस्तो रेसमा कुरा भयो। यहाँ चाहिँ सिडी चाहिँ रहेछ होइन। सिडीमा चाहिँ अहिले खरहरू उम्रेको रहेछ। सिडी यसरी यो काफलकोहरू बुटा रहेछ यहाँ ढुक। कालिका मन्दिर यो टाकुरामा रहेको छ। यो अनौठो दृश्यमा छ। यताबाट हामी यहाँबाट टाकुरामा बनाइएको कालिका त्यो मन्दिर हामीले सोचेको अझ चाहिँ राम्रो होस्, कुनै ठाउँ नरोकियोस् हामीले गर्न खोजेको कामहरू हैन। यहाँ टाकुराबाट चाहिँ चारैतिर देखिने रहेछ होइन मन्दिर क्षेत्रबाट वरपर। अरू यो कालिका मन्दिर भन्नुभयो नि? हजुर कालिका। यो चाहिँ यो पनि के हो, कस्तो खाले देवता? यो कालिका हजुर उब्जनी यिनी देवताले मलाई बहिनी चाहियो भनेर खैरबाङदेखि पञ्चालनाले भन्नु न, पञ्चालनाले बहिनी चाहियो मलाई हवेली कलिजुगमा म कविलास पढ्नेछु। म त्यही बेला मेरो सत चल्ने छैन भने हवेली यहाँ कुनै कुरो त्यो बहिनी आई भनेर खैरबाङदेखि गएर काखी चेपेर ल्याएर राखेकी बहिनी हो। र एउटा कुरा अर्को भनेपछि के बुझिन्छ भने भैरव र कालिका स्थापना गर्ने शक्तिपीठहरू होइन, यिनीहरू चाहिँ यो चङ्खा के अरे यो राजाहरूलाई होइन शासन सत्ता हुँदाखेरि उनीहरूलाई यो शक्तिमा ल्याउनका लागि होइन यिनीहरूले सहयोग गर्ने भए हुनाले उनीहरूले जहाँ चाहिँ उनीहरू शासन सत्ता हुन्थ्यो नि त्यस्तो ठाउँमा यो शक्तिपीठहरू राखेको देखिन्छ होइन। त्यो भएर पनि यिनीहरू यसरी राखिएको हुनसक्छ। ऊ तल पनि छ है यो त्यो युग्नु देवता भने त्यही हो, पुरानो थियो ए राइट, सुरुवातको देवता त्यही हो है। यो भूमिको देवता, जन्मेको देवता कहीँबाट कतै जन्मेको। अनि जब उताबाट पहिरो जाँदाखेरि अनि त्यसलाई त्यो रोकिएको हुनसक्छ है। त्यो उता चाहिँ गयो, यतातिर चाहिँ केही नभएको होइन जस्तो पनि देखिन्छ। यो बस्नको कारण अघि उहाँले कुरा गर्नुभयो नि, अब कुरो त्यही हो। उसले आफ्नो गरेकै छ, अरू बढी त्यता लिन्छ नेपाली दि, अरू चाहिँ हामी के मलाई के गर्नु सकेको छ भनेर त्यस्तो गरेको देखिन्छ। त्यही गरे कफलले चाहिँ नसकेर अनि यो छोडेर भाग आफ्नो भाग लिएर गयो। अनि आफ्नो यो पन्तलको भाग यही चाहिँ यहीँ बचेको कुरा यो चाहिँ हेर्न सकिन्छ, देख्न सकिन्छ। हजुर, अनि हजुर परिचय भनिदिनु त। मेरो नाम भीमप्रसाद शर्मा। हजुर, मेरो घर चाहिँ जुनी चाँदी गाउँपालिका वडा नम्बर 2 मौगानमा पर्छ। हजुरले पनि केही कुराहरू महत्त्वपूर्ण जानकारी राख्नुभयो। मैले चाहिँ के गर्न खोजिरहेको छु भने हामीले गर्न खोजेको यो जुनी चाँदीको विषयमा हजुर अनि चङ्खराजका 3 भाइ, त्यसपछि हाम्रो वस्तुस्थिति यही हो, जुनी चाँदीको वस्तुस्थिति बुझ्दा सबै ठाउँ अनुसन्धान गरेर राख्नुपर्छ। ती कुराहरूलाई राखेर पछि भविष्यमा चाहिँ त्यो सुरत बनोस्। हाम्रो चाहिँ पुस्तासम्म चाहिँ हाम्रो बाबुबाजेहरूले एउटा चाहिँ हामीले अझ गर्न खोजेको कुरा त के हो भने एउटा किताब रूपमा, चिनारीको रूपमा, पहिचानको रूपमा यो हामीले धेरै पछिसम्म हाम्रो चाहिँ अलिकति जुन अनुभवी
बुढापाकाहरू हुनुहुन्छ, उहाँहरूबाट हामीले केही सिकेर हामीले नयाँ कुराहरूको उहाँहरूबाट हामीले पुरानो नयाँ सिक्दै पुरानोबाट हामी आज लिँदै हामी चाहिँ यो चर्खा राजाहरूका होइन त्यहाँदेखि होइन ती पत्ता लगाउन सकिन्छ कि भन्ने प्रयास पनि हो है होइन कसरी अघि बढेको हो। अनि त्यसपछि यो प्रक्रिया अगाडि बढाउँदै जाँदा अहिले चाहिँ यो सामूहिक हाम्रा पछिल्लो पातहरूले पनि यस्तरी हो, यो यहाँ रहेछ थाहा पाउन्, पुरातात्विक वस्तुहरू कहाँ कहाँ छन्, कसरी चाहिँ यिनी उत्पत्ति भएका हुन्, यिनलाई पनि हामीले प्रयास चाहिँ गर्नुपर्छ। पहिचान लिन पछाडिल्ला पातहरूले चाहिँ बुझोस् जानोस् भनेर हामीले के गर्न खोजेका छौँ भने यही विषयवस्तु लिएर अगाडि बढाउन खोजिरहेका छौँ, प्रयास गरिरहेका छौँ। हजुरहरूले अब हाम्रो च्यानल धेरैजना मान्छेहरूले सब्सक्राइब गरिदिनु होला, हजुरहरूले पनि सब्सक्राइब गरिदिनु होला भनेर हामीले गर्छ है। हस् त महत्त्वपूर्ण जानकारी दिनुभयो, तपाईँहरूलाई सबैलाई धेरै धेरै धन्यवाद। नमस्कार है, नमस्कार ल। ठिक छ। उसको रोडको चाहिँ 0 ब्यान्ड यहाँ परेछ, 0 ब्यान्डले गर्दा लगेछ तल। यो खेतीयोग्य जमिन हो, पुरै बाँझो छोडेछ न आजकल। त्यो रोड खासै सिधै यतामुखि हो। केही समयपछि त पक्का होला। कर्णालीका कुरा खस भाषा, कर्णाली त्यो होइन ल्यो हो, कर्णालीका गहाँ, कर्णालीका खर्क, कर्णालीको इतिहास अनि सम्पदाको, कर्णाली ह्यामलेट। तल झरेकै अब हिँड्ने हजुर नमस्कार। के छ खबर, सन्चै हुनुहुन्छ? ठिकै छ, सन्चै छौँ, हजुरहरू हुनु पर्यो। हामी पनि ठिकै छौँ, सन्चै। आउनु आजको भिडियो अलि पृथक पनि रह्यो। गाउँको खुराकहरू प्रस्तुत गर्दैथ्यौँ। कर्णाली ह्यामलेट गाउँका परिदृश्यहरू हेर्दै गाउँका सुन्दरता अवलोकन पनि गर्दै गऱ्यौँ। पञ्चालामा रहेको अचम्मको रहस्य खोतल्ने प्रयास गऱ्यौँ। पञ्चालाको स्यालामा धेरै वर्ष पहिला पहिरो गएको कुरा सुन्न पाइयो। त्यतिखेरै सुकाएको बिसन आकाशमा नाचेको अचम्मको दृश्य पनि सुन्न पाइयो। गाउँका दृश्यहरूले इतिहास र कथा बोलेका पाइयो। गाउँका कुरा गाउँबाट बोल्ने तपाईँहरूको आफ्नै च्यानल कर्णाली ह्यामलेट। भिडियोहरू मन परे लाइक कमेन्ट सेयर गरिदिनुहोला, माया गरिदिनुहोला। फेरि पनि यस्तै सामग्री लिएर आउने नै छौँ। आजलाई भने बिदा दिनुहोस् है त। नमस्कार। बगर सङ्गम तपाईँहरूको आफ्नै आवाज, विगत र वर्तमान, इतिहास र प्रकृति प्राकृतिक सम्पदाको कर्णाली ह्यामलेट। आजको भिडियो जाजरकोटको पश्चिम जुनिचाँदे गाउँबाटै। कर्णालीका कुरा खास भाषा, कर्णाली त्यो होइन ल्यो हो, कर्णालीका गहाँ, कर्णालीका खर्क, कर्णालीको इतिहास अनि सम्पदाको, कर्णाली ह्यामलेट।